हेलो गाइस, आज हुन गइरहेको छ CWC लिग 2 सेकेन्ड म्याच नेपाल भर्सेस नेदरल्यान्ड। गाइस, हामी लाइभ आफ्नो मोबाइलमा कसरी हेर्ने, कहाँ हेर्ने त्यो पनि फ्री म आज तपाईहरुलाई सिकाउने छु भन्ने छु। र गाइस, यो भन्दा पहिला तपाई मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र कमेन्टमा भन्नु होला मेरो भिडियो कस्तो लाग्यो। त्यसको लागि सबैभन्दा पहिला गाइस हामी आफ्नो मोबाइलको क्रोम ब्राउजर ओपन गर्नु र क्रोम ब्राउजरमा हामी सर्च गर्नु फ्यान कोड फ्यान कोड फ्यान कोड गरेर हामी सर्च गर्नु गाइस। र यसमा हेर्नुहुन्छ फर्स्टैमा लिंक आइसकेको छ। यो फर्स्टै लिंकलाई हामी ओपन गर्ने र यहाँ हेर्नुहुन्छ गाइस यस्तो इन्टरफेस खुल्छ। यसमा हामी गाइस अलि राइट तर्फ स्क्रोल गरिसकेपछि हामी यहाँ हेर्न सक्छौं नेपाल भर्सेस नेदरल्यान्ड। गाइस यसमा हामी क्लिक गर्ने र गाइस यहाँ हेर्नुहुन्छ 46 मिनट बाँकी छ म्याच स्टार्ट हुनमा। गाइस हामी यहीँबाट हामी भिडियो हेर्न सक्छौं, लाइभ भिडियो हेर्न सक्छौं। गाइस यहाँ आज कुन टिमले जित्छ, नेपाल जित्छ कि नेदरल्यान्ड जित्छ, गाइस प्लिज कमेन्टमा भन्नु होला। र गाइज हामी यो वेबसाइटमा कुनै पनि भिडियो एकपल्ट मात्रै हेर्न सक्छौं। यदि तपाई भिडियो हेर्न बेलामा तपाईले भिडियो स्किप गरिदिनु भयो भने फेरि त्यो भिडियोलाई हेर्न सक्दैनौं। त्यसको लागि हामी या त अर्को मोबाइलमा त्यही वेबसाइटमा गएर भिडियो हेर्न सक्छौं या त त्यही मोबाइलमा हामी गुगल क्रोमको जीमेल चेन्ज गरेर त्यही वेबसाइटमा गएर हामी फेरि त्यो भिडियो हेर्न सक्छौं। यसमा एकैपल्ट मात्रै कुनै पनि लाइभ भिडियो हेर्न त्यो अफर दिन्छ गाइज। त्यसको लागि यदि गाइज यो मेरो भिडियो राम्रो लाग्यो भने प्लिज गाइज मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र कमेन्टमा पक्कै भन्नु होला कि हाम्रो नेपाल आज जित्छ कि जित्दैन। सो थ्यांक यू गाइज।